हेर न, हामी कति निष्ठुरी छौँ। मृत्यु पछाडि हाम्रा आफन्तहरू, हाम्रा साथीहरू बिस्तारै बिस्तारै हामीले बिर्सिन्छौँ, हामीले भुलिँदै जान्छौँ। आँसु केही दिन बग्छ, सम्झना केही समयसम्म बस्छ, अनि दैनिकी फेरि अघि बढ्छ। यो निर्दयी होइन, यो जीवनको नियम हो। आज हामी कसैको शोकमा हुन्छौँ, भोलि आफ्नै जिम्मेवारी। काम र समस्याले हामी व्यस्त भइहाल्छ। जसरी नदी बगेपछि ढुङ्गा स्थिर रहँदैन, त्यसै गरी समय बग्दा सम्झनाहरू पनि बिस्तारै किनार लाग्छ। उदाहरण सरल छ, चिहानमा फुल केही दिन ताजा रहन्छ। चिहानमा फुल केही दिन ताजा रहन्छ, तर हावापानीले त्यसलाई पनि सुकाइदिन्छ। माया सकिएको होइन, समयले प्राथमिकता बदलिदिएको। त्यसैले मृत्युले एउटा कुरा सिकाउँछ, पछि सम्झिनेछु भन्ने भ्रममा नबस। जबसम्म सास छ, माया देऊ, शब्द देऊ, समय देऊ, किनकि अन्त्यपछि सम्झना हुन्छ, तर उपस्थिति हुँदैन। मृत्युलाई डर होइन, चेतवनीको रूपमा बुझ। आज बाँच, आज राम्रो बन, किनकि जीवन सम्झनाले होइन, कर्मले बाँचिरहन्छ।